सर मैले काम सबै सकेँ, घर निस्किन आँटेको ल। साथै तिमी महिनाको सेलेरी कति लिन्छौ? 15,000। किन? यो महिनादेखि 8,000 ल्याउ ल। किन सर? हेर न, कम्पनी पनि चलेको छैन, घाटा छ। अहिले म त्यति मात्रै दिन सक्छु। सर 8,000 त धेरै कम हुन्छ। तिम्रो कुरा बुझ्छु, तर के गर्नु? हेर न, कम्पनीको सिचुएसन अहिले यस्तै छ, चलेको छैन। नेक्स्ट मन्थ यदि कम्पनीले राम्रो पिकअप लियो अथवा प्रफिट धेरै भयो भने म तिम्रो सेलेरी फेरि पनि बढाइदिनेछु। यदि तिमीलाई अब सेलेरी कम्ती नै लाग्छ भने तिमीहरूको जब खोज्न पनि सक्छौ। अनि तैँले 8,000 मै काम गर्न मानिस् त बहिनी? दिदी त्यहाँको सर एकदमै असल हुनुहुन्छ। मैले अहिलेसम्म जति पनि ठाउँहरूमा काम गरेँ त्यहाँको जस्तो इज्जत र सम्मान कसैले दिनुभएको थिएन। अनि 7-7 हजार रुपियाँ छोडेर काम गर्छस् त? हामी त्यति साह्रो धनी पनि छैनौँ नि त। सरले भन्नुभएको छ कम्पनी फाइदामा जाने बित्तिकै तलब बढाइदिनुहुन्छ। मूर्ख होस् त त्यो सरको कुरा पत्याउने। मूर्ख हो भने मूर्ख नै सही, तर मेरो लागि मेरो आत्मसम्मान र इज्जत भन्दा माथि पैसा होइन। तँलाई त सम्झाउनै बेकार छ, जे गर्नु छ गर। सुस्मी, तिमी फ्री छौ? किन? सुन न, मैले काम गर्ने ठाउँमा एकजना अर्को पनि स्टाफ चाहिएको छ कि स्यालेरी पनि 17,000 हुन्छ। तिमी गर्ने भए म सरसँग कुरा राख्छु। 17,000? पागल भइस् त? जब 8,000 को जागिरको लागि 17,000 को जागिरलाई लात मारिस्? यति धेरै महान बन्नुपर्ने के आवश्यकता थियो तँलाई? तैँले जति नै इमान्दारिता देखाए पनि केही हुनेवाला छैन। आज उनीहरूको कम्पनी अलिकति घाटामा जाने बित्तिकै तेरो स्यालेरी काटिदे। भोलि बिजनेस राम्रो होस् त, प्रफिटमा जाओस् त, तेरो स्यालेरी बढाइदिन्छन्। किन दिँदैनन्? दिइहाल्छन् नि। यदि हामीहरूले उनीहरूलाई दुःख पर्यो भनेर सोच्यौँ भने हामी जस्तो मूर्ख मान्छे कोही पनि होइन।